साथीहरू, स्किन केयर सँगसँगै आज म मेरो एउटा सानो स्टोरी सेयर गर्छु है। आजकल चाहिँ मलाई एक्लै बस्न मनपर्छ क्या है साथीहरू। एक्लै हिँड्न, एक्लै घुम्न, जे गरे पनि एक्लै आफ्नो टाइम इन्जोय गर्न मनपर्छ है। पहिला चाहिँ मलाई लाग्थ्यो कोही होस् जसले मेरो कुरा सुनोस्, मलाई बुझोस्, मलाई माया गरोस्, केयर गरोस्। बट नाउ आई नो फर्स्ट लभ योर सेल्फ भनेर है। अहिले मैले बुझेको कुरा चाहिँ के हो भने, इफ यु लभ योर सेल्फ यु फिल बेटर। एन्ड नाउ आई लभ माई सेल्फ एन्ड आई फिल ह्याप्पी, आई फिल फ्री। त्यसैले म आफ्नो केयर गर्छु र पोजिटिभ बस्छु। जब हामी आफूले आफूलाई माया गर्छौँ नि, केयर गर्न सिक्छौँ नि, लाइफ बिस्तारै राम्रो लाग्न थाल्छ कि साथीहरू। पहिला कि साथीहरू होइन, कसैले मलाई नराम्रो भन्यो भने, मलाई नराम्रो सुनायो भने म चुप लागेर बस्थेँ के। तर अहिले कसैले मलाई नराम्रो कुरा भन्यो भने, कसैले मलाई गलत भनिरहेछ भने म आफ्नो स्ट्यान्ड लिन्छु क्या। अनि म चुप लागेर सबै कुरा बस्नु सहनु नै राम्रो हुँदैन भन्ने पनि मैले सिकेँ के साथीहरू है। अझै पनि छन् मलाई जज गर्ने, नराम्रो भन्ने मान्छेहरू है। यु क्यान से एनिथिङ अबाउट मी बट आई नो माई वर्थ। आई एम बेटर देन योर ओपिनियन अफ मी एन्ड आई एम बिकम बेटर एभ्री सिङ्गल डे। जहाँ मेरो भ्यालु हुँदैन, रेस्पेक्ट हुँदैन, म त्यहाँबाट शान्तसँग टाढै बस्छु है। And love yourself because you deserve your own love before anyone else. आफूलाई माया गर्नुहोस्, आफूलाई स्ट्रङ राख्नुहोस् मेन्टली, फिजिकली होइन। जब तपाईँले आफ्नो केयर गर्नुहुन्छ, आफूले आफूलाई माया गर्न सिक्नुहुन्छ, तपाईँले आफूलाई एकदम फरक पाउनेछ है साथीहरू। फेरि पनि आउनेछु नेक्स्ट भिडियोमा।